शुभ प्रभात। दैनिक आशा कार्यक्रममा आजको सुन्दर बिहानी तपाईलाई म हार्दिक स्वागत गर्न चाहन्छु। दोस्रो राजा 4 अध्यायमा तपाईले हेर्नुभयो भने यहाँ एउटा घटना लेखिएको छ। म तपाईको निम्ति पढेर सुनाउनेछु। विधवाको तेल। अगमवक्ताहरू मध्ये एकजनाकी पत्नीले एलिसालाई हपारेर भनिन्, तपाईका दास मेरा पति मर्नुभयो। तपाईलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो, तर अब मेरा 2 भाइ छोराहरूलाई लगेर कमारा तुल्याउन उहाँका साहुकार आइरहेछन्। एलिसाले तिनलाई जवाफ दिए, म तिमीलाई कसरी सहायता गरौं? तिम्रो घरमा के छ मलाई भन। तिनले भनिन्, हजुरकी दाससित एउटा भुडुल्कोमा तेल बाहेक अरू केही पनि छैन। एलिसाले भने, गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भुडुल्काहरू मागेर ल्याऊ, थोरै मात्र नमाग। त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुडुल्कोको तेल ती सबै भाँडाहरूमा खन्याउ र भरिएका भाँडाहरू अलग्गै राख। तिनी एलिसाबाट बिदा भइन् र आफ्ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्। उनीहरूले भुडुल्काहरू ल्याए र ती भर्दै गइन्। जब ती सबै भरिसके तिनले आफ्नो एकजना छोरालाई भनिन्, अर्को भुडुल्को ले। तर त्यसले जवाब दियो, अब एउटै भुडुल्को पनि छैन। तब तेल आउन पनि बन्द भयो। ती विधवा गएर परमेश्वरका जनलाई यो कुरा बताइन् र तिनले भने, गएर त्यो तेल बेच र तिम्रो कर्जा तिर। उब्रेको चाहिँले तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्नेछौ। प्रिय श्रोता, मैले तपाईको लागि दोस्रो राजा 4 अध्यायको 1 पददेखि 7 पदसम्म पढेर सुनाए। एकजना विधवा जसको पति मरेको छ र उनको घरमा केही पनि छैनन्। उनी एलिसा कहाँ गएर भन्छिन्, मेरो श्रीमान पनि मर्नुभयो। साहुकारहरू आएर मेरो छोराहरूलाई लगेर कमारा तुल्याउन लागेको छ। म के गर्ने? अनि एलिसाले एउटा जवाफ दिन्छन् अथवा एउटा प्रश्न गर्छन् जो अति नै महत्वपूर्ण छ। प्रिय मित्र, आज यो घटनाको पुरै घटनामा जानुभन्दा पनि यही प्रश्न म तपाईको लागि राख्न चाहन्छु। एलिसाले ती विधवा महिलालाई भने, म तिमीलाई कसरी सहायता गरौं? तिम्रो घरमा के छ मलाई भन। अनि तिनले भनिन् कि हजुरकी दासीसित एउटा भुडुल्कोमा तेल बाहेक अरू केही पनि छैन। हेर्नुहोस् त श्रोता, आज यही प्रश्न म तपाईलाई सोध्न चाहन्छु। तपाईसँग के छ? तपाईको घरमा के छ? तपाईको जीवनमा के छ? सानो भन्दा सानो चीजहरू पनि किन नहोस्, तपाईले ख्याल गर्नुहोस् तपाईसँग के छ। सानो वरदानहरूलाई ख्याल गर्नुहोस्, तपाईसँग के छ। सानो सेवाको कामहरूलाई ख्याल गर्नुहोस्, तपाईसँग के छ। आज यो उत्साह म तपाईलाई दिन चाहन्छु। तपाईसँग के छ? अनि प्रभुलाई भन्नुहोस्, प्रभु मसँग यो कुरा छ, म तपाईलाई दिन तयार छु, म तपाईलाई दिन चाहन्छु, यसलाई बढाउनुहोस्। सानो तेल, थोरै तेल, भुडुल्कोमा भएको एउटा तेल अनि आरीमा भएको एउटा सानो पिठोबाट परमेश्वरले प्रशस्तता ल्याउँदै हुनुहुन्छ तपाईको जीवनमा। परमेश्वरलाई भन्नुहोस्, प्रभु मेरो जीवनमा सानो कुरा छ, तर तपाईले यसलाई बढाउनुहोस्। आजको बिहानी तपाईको जीवनमा भएको सबै कुराहरू चाहिँ वृद्धि भएर गएको होस्। हाम्रो प्रार्थना यही नै छ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। परमेश्वर पिता, हामी तपाईलाई धन्यवाद दिन चाहन्छौँ। आजको सुन्दर बिहानी तपाईले दिनुभयो। आज हामीसँग सानो कुरा, सानो वरदान जे छ, आज हामी तपाईको चरणमा ल्याउँदछौँ। आज हामीलाई सुनिरहनु भएका जति पनि प्रिय मित्रहरू हुनुहुन्छ, उहाँसँग भएका वरदानहरू, उहाँसँग भएका कुराहरू, सानो पनि सिपहरू तपाईको चरणमा हामी ल्याउँदछौँ। प्रभु त्यसलाई बढाउनुहोस्, तपाईले फैलाउनुहोस्, तपाईले प्रशस्त मात्रामा बढाउनुहोस्, वृद्धि गराउनुहोस् पनि हामी प्रार्थना गर्दछौँ। धन्यवाद तपाईले दिनुभएको आजको यो सुन्दर समय अनि मौकाको लागि। तपाईको महिमालाई हामीले हाम्रो जीवनमा देख्न सकौं। सबै बिन्ती प्रार्थना तपाईको हातमा राख्दै आशिष माग्छौं, येशू ख्रीष्टको नाउँमा, आमेन।